Sorry. Seriously? Please let go. Thank you. Lucy? Please sister? लासो फ्याफुल्ला सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर अ लङ टाइम। आज चाहिँ हामी सेमिनारमा जाँदैछौँ। हामीले चाहिँ टिकट पहिला नै काटेकोले गर्दाखेरि हामी चाहिँ ब्यान्ड लिनुको लागि मात्र गएको थियौँ र आएर क्लासमा बसेको थियौँ। हामीले चाहिँ अगाडि नै टिकट काटेको कारणले गर्दा हाम्रो चाहिँ सिट अगाडि नै थियो। सिटमा पनि आफ्नो नाम थियो, त्यसैले गर्दा हामी चाहिँ अगाडि नै परेको थियौँ। सिट नम्बर रहेछ है हाम्रो। हेलो हेलो, आज चाहिँ हामी चाहिँ सेमिनारमा म्याक इब्राहिम आर्टिस्ट। हाम्रो सेमिनार चाहिँ युथ इको नेपालले स्पोन्सर गर्नु भएको थियो भने यो चाहिँ ग्रान्ड ब्युटी एक्सपो 2026 थियो र मिठो भइरहेछ। मिठो भइरहेछ, झोल आइसक्यो। हेलो, उहाँ हुनुहुन्छ म्याक अब्राहिम। उहाँलाई नचिनेको त मान्छे नै हुनुहुन्न होला सायद। उहाँ चाहिँ एउटा हेयर स्टाइलिस्ट हुनुहुन्छ अनि हामी चाहिँ आज फर्स्ट डे चाहिँ उहाँको क्लासमा बसिरहेको छौँ। अनि बस्दा बस्दै उहाँ आइपुग्नु भयो। उहाँहरू आइपुगेपछि सबैजना पार्टिसिपेटहरूले फोटोहरू भिडियोहरू बनाउँदै हुनुहुन्छ अनि मैले पनि हामीहरू चाहिँ ब्रेकमा बाहिर निस्केको थियौँ। अनि बाहिर पनि यति धेरै क्राउड थियो कि मान्छेहरू त तपाईँहरूले आमामा गेसै गर्नु सक्नु हुँदैन, त्यति धेरै हुनुहुन्थ्यो उहाँहरूको सेमिनारमा। अनि हामी चाहिँ यताउता भिडियोहरू फोटोहरू खिच्यौँ ब्रेक टाइममा। अनि फेरि ब्याक भयौँ क्लासमा चाहिँ। अनि सरले चाहिँ त्यस पछाडि चाहिँ हामीलाई हेयर केमिकलको बारेमा सिकाउँदै हुनुहुन्थ्यो। अनि त्यस्तै ओ माई गड गाइज, हामीले चाहिँ एक्सपेक्ट गरेको भन्दा पनि राम्रो रिजल्ट आइसकेको थियो र सबैजनाले फोनको लाइट बालेर उहाँको रिजल्टलाई वाउ भनिरहनु भएको थियो। हामीहरूको चाहिँ सेकेन्ड डे अफ सेमिनार थियो। हामी चाहिँ छिटो गएर अगाडि बस्न पायौँ। हामी जाँदा चाहिँ 100मा 20% चाहिँ आइसक्नु भएको थियो, अरू चाहिँ आउनु बाँकी हुनुहुन्थ्यो। अनि हामी चाहिँ चिराग शर्माको क्लासमा थियौँ आज चाहिँ। अनि चिराग शर्मा चाहिँ आइसक्नु भएको थियो र उहाँलाई सबैजनाले मिलेर वेलकम गर्दै हुनुहुन्छ। अनि मैले पनि थोरै क्लिप्सहरू लिएँ उहाँको।
सरिता खड्का म्याम पनि आउनुभएको थियो। सबैभन्दा पहिला त आफूलाई माया गर्नु पर्यो, आफूलाई केयर गर्नु पर्यो, आफू जे छ त्यो कुरालाई एक्सेप्ट गर्नु पर्यो। अनि म पनि कमी छैन, म पनि राम्रो गर्न सक्छु, म पनि सेलिब्रेटी हो। यहाँहरू सबैजना आफ्नो लागि राख्दै छ। 15, 20 and 35 really good. त्यसपछि सुन्नुहोस्, क्रायोलनको एउटा ठुलो बच्चामा पाउडर आउँछ है, क्रायोलनको ठ्याक्क पाउडर आउँछ, यति ठुलो बच्चामा ग्रे कलरको बच्चा आउँछ, रियली फाइन पाउडर, त्यो पनि तपाईँ बेकिङमा युज गर्न सक्नुहुन्छ, सेटिङमा युज गर्न सक्नुहुन्छ। त्यसपछि टकिङ अबाउट पाउडर ब्रोन्जर, पाउडर ब्रोन्जरमा तपाईँ फरेभर 52 को पाउडर ब्रोन्जर युज गर्न सक्नुहुन्छ। ब्लस पनि तपाईँ कुनै पनि ब्रान्डको टेक्निक थाहा छ, टेक्निक कस्मेटिक 700, 800, 900 मा छाउको ब्लस आउँछ, तपाईँ त्यो पनि युज गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो आइब्रो पोमेड, तपाईँ एनास्टासिया बेभर्ली हिल्स नगरेको खण्डमा तपाईँ एले गोल्डको पनि आइब्रो पोमेड युज गर्न सक्नुहुन्छ। अर्को कुरा, तपाईसँग यदि एकदमै महँगो आइब्रो जेल छैन भने तपाईँ कपालमा लाउने जुन त्यो हुन्छ नि हेयर व्याक्स, त्यो पनि युज गर्न सक्नुहुन्छ। अपार्ट फ्रम द्याट हाम्रो कानको अमेजिङ ब्राउजर पनि युज गर्न सक्नुहुन्छ। त्यसपछि टकिङ अबाउट आइस्याडो, आइस्याडो कुनै पनि प्रडक्ट त्यसमा चाहिँ ब्रान्ड स्पेसिफिक हुनु पर्दैन है, तपाईँसँग जुन आइस्याडो प्यालेट छ त्यसमा चाहिँ एन्ट्री हिँड्छ। टकिङ अबाउट ल्यासेस, अलिकति राम्रो क्वालिटीको ल्यासेस हामी लिने, अपार्ट फ्रम द्याट तपाईँको बजेट अनुसार है। त्यसपछि लेन्स है, लेन्स धेरैजना अलिकति कन्फ्युज हुनुहुन्छ होला। लेन्स एकदमै हाई क्वालिटीको लिनुभयो भने हाम्रो दानाहरू विभिन्न ब्रान्ड छ, तर ठिक्कको लिनुभयो, राम्रो लिनुभयो भने यु क्यान टेक फ्रेस लुकको लेन्स है, एकदमै कम्फर्टेबल, रियली गुड अन युर आइज, फ्रेस लुकको लेन्स। त्यसपछि अब हाम्रो हाइलाइटर, आई म्याजिकको हाइलाइटर थाहा छ, यति आउँछ गोल्डन कलरको, रियली नाइस, त्यो पनि हाम्रो डियोरको सामान युज गर्न सक्नुहुन्छ। र हाम्रो कानको पनि एकदमै राम्रो सानो सानो हाइलाइट रहेको छ, रियली नाइस, कानको पनि हाइलाइट युज गर्न सक्नुहुन्छ। टकिङ अबाउट फेरि लिपस्टिक, तपाईँ आई म्याजिकको पनि लिपस्टिक युज गर्न सक्नुहुन्छ, रियली गुड, भेरी अफोर्डेबल। र फाइनल स्प्रे, स्प्रेको बेलामा तपाईँ फरेभर 52 को फिक्सिङ स्प्रे थाहा छ कालो कलरको, यु क्यान युज द्याट। र त्यसकै ठाउँमा तपाईँ वाट एल्स है त, we're almost done, बुझ्नुभयो? So these are the affordable tubes, तपाईँको बजेट अलिकति कम छ भने यो युज गर्नुहोस्, अलिकति छ भने यो युज गर्नुहोस्। तर मेकअपको टेक्निक भयो भने तपाईँ जुनसुकै मेकअप प्रडक्टले पनि फ्ललेसली गर्न सक्नुहुन्छ है त। अब चाहिँ छेक्यो भन्दै हुनुहुन्छ, कसरी देखाउनुहोस्? Sorry. So you check. Hello? Is it my turn? Somebody catch. Anyone on this right now?
स्क्रिनको भिडियो लिनुहोस् न है हजुर ठ्याक्क म यसरी क्रिसलाई ठ्याक गरेँ क्रिसी क्रिस सर मजाले पानी लायो है भयो अब ठिक छ नि ठिक छ अब हाम्रो टिस्यु दिनु अब पानीमा पनि म यसरी हात भर्दैछु नो ट्रान्सलेटर अब हेर्नुहोस् Do you see? Do you see? No transfer. Do you see? ल यहाँ हेर हामीहरू चाहिँ प्रोग्रामै नसकी बाई बाई भन्दैछौँ किनभने रात परिसकेको थियो पानी परेको थियो त्यो हामीहरूलाई चाहिँ सर्टिफिकेट पनि बाँडिसक्नु भएको थियो र सर्टिफिकेट लिएर हामी चाहिँ घर लाग्यौँ।